सो हेलो गाइज वेलकम टु माई न्यू भ्लग। अनि आज चाहिँ हाम्रो फेयरवेल प्रोग्राम छ क्यारे स्कुलमा। अहिले दिउँसो 1 बजीतिर हाम्रो स्कुलमा बोलाएको छ। सो अहिले चाहिँ बिहान म कोचिङ जानको लागि रेडी भइसकेँ, मुखसुख धोएर म बेडसिट मिलाएर कोचिङलाई निस्किन्छु। फेयरवेल प्रोग्राम भयो भने कोचिङ जानै पऱ्यो, एसिन आउँदैछ, द्याट इज मोर इम्पोर्टेन्ट है, प्रिपेयर गर्नु पऱ्यो ल। सो कोचिङबाट पनि म आइसकेँ। अब हाम्रो फेयरवेल प्रोग्राम स्टार्ट हुन्छ ठ्याक्कै 1 बजे। अनि त्यसपछि यहाँबाट हामी घरबाट स्कुल ड्रेस लाएर सबको घरतिर भेला हुन्छौँ। म दिव्यान र सुबित पनि आउँछ होला सायद। अनि त्यतैबाट हामी चाहिँ अनि स्कुलतिर जान्छौँ। अब हेरौँ 9 क्लासले के प्रिपेयर गरेको छ हाम्रो लागि, कस्तो तयारी छ तिनीहरूको, हेरौँ। अब खासै केही ठुलो इन्टेन्सन त छैन यो भिडियो खेल्दा, त्यो पनि जस्ट फर मेमोरीको लागि एउटा त्यतिकै भ्लग खिचिदिउँ न त भनेर खिचेको। अब सिधै खासै केही त छैन, त्यही फेयरवेलको लागि मात्रै। त्यो भएर सिधै एकैचोटि हामी फेयरवेलको प्रोग्राम स्टार्ट हुने बेलामा भेट्छौँ। सिधै क्यामरामा ती अन गर्छु अब। ल त, छोटो हुन्छ ल, एकदम मिठो। ल हामी चाहिँ रेडी भइसक्यो अब फेयरवेलको लागि। पर्फ्युम लगाएर चाहिँ हाम्रो झापा अनि जीवनको कट ल, जीवनको कटतिर देखा त अलिअलि निस्किन्छ। सकिसक्यो पर्फ्युम। अब हाम्रो फेयरवेलको लागि रेडी भइसक्यो। हामीले सबैको घरमा छौँ। अब निस्किन आँटेको भन्दा नि भयो। अब सुरुमा होस्टेल जाने, उसको लागि एउटा कोट फिटिङ एउटा सर्जिनले त उत्यो गरेर पुरा कोटमा पुरा आइरन साइरन लगाएर बसिरहेको थियो। सो फेयरवेलको लागि रेडी हुँदै भइसक्यो हामी सब स्कुल ड्रेसमा। अनि साथीहरू पनि रेडी भइसक्यो होला हाम्रो होस्टेलमा चाहिँ साथीहरू चाहिँ। अब हामी निस्किन आँटेको। कपाल चाहिँ अलिकति मिलेन मेरो, अस्ति भर काटेर होला, कपालले पनि तनावै देख्यो। अब स्कुल पछि त पालिन्छ नि, कति पालिन्छ, आज त हो। ल अब भेट्छौँ हामी स्कुलको गेट अगाडि, अब होस्टेलमा भेट्छौँ हाम्रो है त। ल ल हामी होस्टेल परेको होस्टेलको अवस्था यिनीहरू फेयरवेलमा जाने यही यही कटुलार जाने हो। यही कटुलार जाने हो अवस्था हेर न। यतिकै नाङ्गे भुतुङ योहरू यतिकै नाङ्गे भुतुङ्गे भएर जान्छ जसलाई यहाँ त बरु प्रिपेरेसन्सको यसलाई बरु अरे यो त के पुलिस लगाएको मैले त तेल लगाइदिएको पुलिस यो पनि तेलै हो लगाइदियो ल खै। सो अन्त 2-4जना चाहिँ रेडी भइसक्यो, 2जना चाहिँ आउट ड्रेसमै छ। किन हो ढिलो खै तेरो ड्रेस चार लगाइहाल ल, मासिक स्कुलमा मिलाइन्छ। सो हामी अब जाँदैको लाइन आएर स्याटो अगाडि हुर्र 10 क्लास स्याट 10 क्लास पछाडि चाहिँ म र यो अग्लो मान्छे, हामी सबभन्दा अग्लो क्लासको, त्यही भएर हामीलाई पछाडि राख्छु जहिले पनि। अरू चाहिँ त्यही हो पछाडि। यो अङ्कललाई बाइकै हाक्न आउँदैन रहेछमा। सो अब हामी स्कुलतिर जाँदैछौँ, तिनीहरू नजिकै छ हाम्रो स्कुल है। लाइन चाहिँ एकदमै लामै भयो जस्तो लाग्यो मलाई। ठिक छ, पछाडि पनि 2-3जना यिनीहरू अनडिसिप्लिन मान्छेहरू, यिनीहरू पछाडि त्यतिकै लाइन बिगारेर आउँदैछ। यिनीहरूको इग्नोर गरेर यिनीहरूलाई एकदम धेरै इग्नोर गर्दैन यिनीहरूलाई। यो त हामी डिसिप्लिन एकदम डिसिप्लिन विद्यार्थीहरू मात्रै हो सबजना लाइनमा। सो हामी चाहिँ यहाँनिर अहिले फेयरवेल प्रोग्राममा छौँ। हाम्रो सबजना साथीहरू यहीँ छ, दिवस, निर्जल, अमन, यो सुबित। ओ सुबित फेरि यतातिर हेर न हो रे, अनि सौगात, अनि सर्जिन, अनि उता हाम्रो 2जना भाले। अमनलाई पनि देखाएको मैले अघि। अगाडि चाहिँ केटीहरू हो, यता अहिले एकछिनमा चिन्जान गराउला फेरि यसरी कट्टा हान्छ। अघि चाहिँ मैले भयो खिच्न पाएन, किनभने म व्यस्त थिएँ अझै काममा, खाँदै थिएँ म। सो फेरि अघि चाहिँ रिस्टार्ट भइसकेको छ यहाँनिर आइसकेँ मैले होइन। अनि हाम्रो यहाँ फुट छ, फोटो सुटिङ चलिरहेको छ।
फोटो सुटिङ चलिरहेको छ यहाँनिर त्यो फेरोले यस्तै भइरहेको छ आज खै नाचेको चाहिँ छैन हामी नाच त बाँकी छ अझै यो भाइ नाच्न अब यस्तै हो यहाँनिर ह्याप्पी होली गाइस है मलाई होली लाग्यो जस्तो लाग्यो मलाई ह्याप्पी होली गाइस सबैलाई अल अफ यु ह्याप्पी होली अब भ्लगको युनिक पनि आइसक्यो भनौँ न अब हामी हिँडेको होली लाग्यो गाइस म बाहिर निस्कि मात्रै राति त के गर्दै नराम्रो पारेर लगाइदियो तर के गर्नु अब यस्तै हो साथी हो हैन आया सबजना हिँडिसक्यो है म पनि अब घरतिर लाग्दिउँ होला पर हिँडेको अघि यहाँनिर त बिरालो पो बनाइदियो मलाई त हामी चाहिँ फेरि केही छैन यो त अर्को काम यो खातेहरू दुइटामा काम छैन यो अर्को हिरो देखाएर म हिरो देखाएर मलाई हिरो देखेको छ मलाई झन् हिरो दिएर फोटो खिचेको भनिदिइहाल्नु सबलाई सुनाइदिइहाल्नु तिम्रो ससलाई अब चाहिँ हामी घरतिर लागेको अब अरूहरू त सब होस्टेलहरू छ तिनीहरूको त बाँसे होस्टेलमा हो लोला छ धेरै होली खेलेको ल अब यसरी सबैको ओ सिजा दाइ यता हेर्नु ओ सुमित मेरोबाट भिडियो गरे न छैन भिडियो माइस दा यता हेरिहाल्नु के हेर्नु यहाँ वाडो नचलाएको दामी भेट्यो फाइनली हाम्रो एसी सक्यो हाम्रो एसी सकेर अब हाम्रो यहाँनिर अब पार्टी छ आज होस्टेलमा आज एकदम फेयरवेल एकदम रियलवाला इन्फर्मल फेयरवेल छ हाम्रो आज होस्टेलमा अनि हामी त्यसको लागि रेडी भइसक्यौँ मेरो यहाँनिर आज एकदम रेडी भइसक्यो अहिले चाहिँ यहाँनिर गरी भएर अर्को हाफ टी सर्ट लाग्यो यहाँनिर अनि मेरो अहिले त्यो सबभन्दा बाँकी नै छ कति सुतेको खै हेरौँ त तेरो आइफोन अब हामीमा होस्टेलमा गएर भेट्ने तपाईँहरूलाई फेयरवेल भइसक्यो एसी पनि सकिसक्यो आज लास्ट दिन थियो एसीको अर्को दिन थियो एकदम राम्रो गयो एक्जाम है मैले अब एक्सपेक्ट गरेको भन्दा राम्रै लेखेँ ल अब मलाई त्यो चित्त बुझाएको छ रिजल्ट चाहिँ कति आउँछ के आउँछ थाहा छैन एसीको चेकिङको एकदम खराब बिल्ला हुन्छ अरे राइटलाई रङलाई राइट दिन्छ अरे अब के हुन्छ थाहा छैन अब त्यतिखेर थाहा हुन्छ रिजल्टको दिन हेलो गाइस हामी अहिले होस्टेलमा छौँ हाम्रो सब हाम्रो एसी पनि सकिसकेको छ फेयरवेल पनि सकिसकेको छ सबै सकिसक्यो आज एसीको लास्ट दिन थियो भाइ मात्रै सकिनु बाँकी छ आज चाहिँ हामी यहाँनिर खानपानको व्यवस्था पार्टी नै भनौँ न एउटा सानो खालको छोटो भोज थियो यहाँनिर एउटा लास्ट मिटअप भनेर फेरि यसमा हामीले 500 रुपियाँ इन्भेस्ट गरेको हुनाले चाहिँ हामी आउनै पर्ने अवस्था हो यहाँनिर त्यही भएर आज चाहिँ यहाँनिर सब तल केटीहरूले खै के पाउने सघाउने काट्ने सानी गरेर हाम्रो काम चाहिँ केही पनि होइन हाम्रो काम भनेको खाने मात्रै हो नाच्ने मात्रै हो हामीलाई चाहिँ इन्टरटेन गर्नु बोलाएको हामी अडियन्स हो यहाँको चिफ गेस्टहरू हामी चाहिँ यहाँ बोइज होस्टेलमा छौँ बोइज होस्टेलको हालत यस्तो छ है यस्तो एउटा हालत छ नि ओ हिरो के तिम्रो नाम भनिहाल्नु ब्लगमा यो चाहिँ स्पिकर चार्ज गर्नमा लागिराख्यो चाहिँ इन्जिनियर हाम्रो टेक्निसियन बोलाएको हामीले टेक्निसियन आइटी कम्पनीको चाहिँ यसले ऊ फेरि उहाँ गुन्जाको भाडा